आज कुरा गरौँ यस्तो एउटा विषयको बारेमा जसले धेरै महिलाहरूलाई असर गरेको हुन्छ तर धेरैले यसको बारेमा भन्न खोजिरहेको हुँदैनन्। इट इज नट अ डिजिज, इट इज अ ट्रान्जिसन। धेरैले भन्नुहुन्छ बिनु म त्यही खानेकुरा खाइरहेको छु, एक्सर्साइज पनि त्यही गरिरहेको छु, तर मेरो वेट घट्दै घट्दैन। इफ द्याट्स यु, इट्स नट योर फल्ट। यो तपाईहरूको हर्मोनको कारणले भइरहेको छ। के भइरहेको छ? जब तपाईँ 40s अथवा 50s मा पुग्नुहुन्छ, एस्ट्रोजन हाम्रो बडीबाट बिस्तारै फल डाउन हुन थाल्छ, स्पेशली ड्युरिङ द फेज अफ फेरी मेनोपोज। एस्ट्रोजनले फ्याटलाई कहाँ गएर राख्ने भनेर चाहिँ हेल्प गरिरहेको हुन्छ र यसले स्पेशली तपाईँको थाई र हिप्समा चाहिँ फ्याट स्टोर गर्नलाई मद्दत गरेको हुन्छ। जब यो झर्छ, फ्याट स्टोरेज पनि तपाईँको हिप र थाईबाट टमीमा सिफ्ट हुन्छ, किनभने तपाईँहरूको टमी मोर मेटाबोलिकली एक्टिभ छ। त्यही भएर सो मेनी वुमेन स्टार्ट नोटिसिङ कल्ड मेनोपोज बेली। यो सँगसँगै लोअर एस्ट्रोजनले तपाईँहरूको इन्सुलिन सेन्सिटिभिटीलाई पनि एफेक्ट गरिदिन्छ, जसले गर्दाखेरि तपाईँको बडी प्रोसेसिङ कार्बोहाइड्रेट सुगरहरूलाई जसरी प्रोसेस गर्नुपर्ने हो त्यो चाहिँ एकदमै लिस एफिसियन्ट भइदिन्छ। त्यसले गर्दाखेरि तपाईँहरूले वेट गेन सजिलै गर्नुहुन्छ अनि मसल मास नेचुरली चाहिँ के हुन्छ, डिक्लाइन विथ योर एज। मेटाबोलिजम स्लो हुन थाल्छ, लेस मसल्स फ्युअर क्यालोरी बर्न, जसले गर्दाखेरि मोर फ्याट स्टोरेज हुन थाल्छ। कोर्टिसोल लेभल पनि राइजेस हुन्छ, जसले गर्दाखेरि तपाईँलाई स्ट्रेस, हट फ्लसेसहरू देखिन थाल्छ। के गर्न सक्नुहुन्छ त अब? तपाईहरू वेट लिफ्ट गर्न सुरु गर्नुहोस्। 2 सर्ट सेसनले बिल्ड मसल र तपाईँको मेटाबोलिजममा हेल्प गर्छ। प्रोटिन एड गर्नुहोस्। प्रोटिनले तपाईँलाई फुलर पनि बनाउँछ र तपाईँको मसल रिपेयरमा पनि हेल्प गर्छ। अल्कोहल र अल्ट्रा प्रोसेस फुडलाई चाहिँ तपाईँहरूले कट डाउन गरिदिनुहोस्। गेट क्वालिटी स्लिप। क्वालिटी स्लिपले तपाईँको बडीमा कोर्टिसोल लेभललाई चाहिँ कम राख्नलाई मद्दत गर्छ। बी काइन्ड टु योर सेल्फ। योर बडी इजन्ट ब्रोकन। तपाईहरूले बिस्तारै यसलाई एडप्ट गर्न सिक्नुहोस्। यु आर नट लेजी, यु आर गोइङ थ्रु अ हर्मोनल चेन्जेस इन योर बडी। तपाईँहरूले यो सबै बुझ्नुहुन्छ, तपाईँले हर्मोन सँगसँगै काम गर्न सक्नुहुन्छ, नट अगेन्स्ट।